नमस्ते साथीहरु, आज हामी कक्षा 10 अन्तर्गतको असल म्याथमेटिक्सको ट्रिगोनोमेट्री अन्तर्गत मल्टिपल एंगल्स लेसनको केही कुराहरु गर्ने छौं। सो त्यो भन्दा अगाडि हामीले चाहिँ कम्पाउन्ड एंगल्सको बारेमा बुझ्नु पर्छ। कम्पाउन्ड एंगल्सको पुरै यहाँ फर्मुलाको लिस्टिङ यहाँ छ। हामीले हेर्न सक्छौं sin a minus b cos a plus b cos a minus b tan a minus b। यहाँ sin a plus b चाहिँ छुटेछ। sin a plus b हुँदाखेरि बिचमा उता फर्मुलामा पनि प्लसै हुने गर्दछ। हामीले यो फर्मुला चाहिँ एकदमै जानिरहेकै हुनु पर्दछ। यो फर्मुला बुझ्नको लागि एकदमै सजिलै छ। हामीले क्लास 9 मा पनि पढिसकेका थियौं। जस्तै sin a plus b is equal to sin a cos b plus cos a sin b, बिचमा प्रोडक्ट हुने गर्दछ। यसैगरी अब हामी बुझ्छौं मल्टिपल एंगल र कम्पाउन्ड एंगल बीच के फरक छ। कम्पाउन्ड एंगलमा a र b हुन्छ दुईवटा, तर a भनेर रिपिटेसन चाहिँ हुँदैन। a र b छुट्टा छुट्टै नै हुन्छ, कुनै पनि चीज रिपिट हुँदैन। जस्तै अब मल्टिपल एंगलमा चाहिँ ab छ भने b लाई पनि a ले रिप्लेस गर्छौं हामी। b लाई पनि a ले रिप्लेस गर्दाखेरि sin a plus a हुन्छ, जसलाई हामी sin 2a भन्छौं। यसरी मल्टिपल एंगल्समा रिपिट हुन्छ sin a plus a, जसलाई sin 2a भनिन्छ। अब यहाँ हामीले कम्पाउन्ड एंगल sin a plus b को फर्मुला कम्पाउन्ड एंगलमा sin a cos b plus cos a sin b छ, बिचमा प्रोडक्ट हुने भइहाल्यो। लेट अथवा यदि a is equal to b भएमा मल्टिपल एंगल बनिहाल्ने भयो। कति सजिलो भयो है। a लाई b ले रिप्लेस गरिदिने, रिपिटेसन गराइदिने, रिपिटेसन भयो के a र b मा। जस्तै दुईटा a आयो, रिपिटेसन भइहाल्यो। sin a plus a equal to sin a cos a plus cos a sin a। यसरी हामीले चाहिँ एकदमै सजिलै यसलाई निकाल्न सक्छौं। अब त एकदमै सजिलो भयो नि त हामीलाई। जस्तै a लाई b ले रिप्लेस गरिदिने अथवा b लाई a ले रिप्लेस गरिदिने, सजिलैसँग हामीले मल्टिपल एंगलको फर्मुला निकाल्छौं। जस्तै sin 2a हुने भयो, sin a plus a भनेको sin 2 equal to 2 sin a प्रोडक्ट cos a हुने भयो। एकदमै सजिलैसँग हामीले यसको पनि फर्मुला निकाल्न सक्ने भयौं। हामीले के गर्यौं फेरि म दोहोर्याउँछु। कम्पाउन्ड एंगलमा sin a plus b छ भने b लाई पनि a ले रिप्लेस गरिदिने अथवा a लाई b ले रिप्लेस गरिदिने, जे गर्दाखेरि चाहिँ sin a plus a हुने भयो। त्यो चाहिँ sin a cos a plus cos a sin a सँग इक्वल भयो र sin 2a को फर्मुला हामीले इजिली निकाल्यौं। यसरी नै अब सबै ट्रिगोनोमेट्रिक आइडेन्टिटीका लागि यही रुल लागू हुने गर्दछ। जस्तै हामी सबै ट्रिगोनोमेट्रिक आइडेन्टिटीमा यही रुल लागू गरेर मल्टिपल एंगलको फर्मुलाहरु निकाल्ने गर्दछौं। अब हामी कसरी निकाल्छौं त्यो पनि विस्तारै हेर्ने छौं है। अब चाहिँ हामी कोसाइन cos को डबल एंगल फर्मुला कसरी निकाल्ने भन्ने विषयमा जान्छौं। cos a plus b is equal to cos a प्रोडक्ट cos b minus sin a प्रोडक्ट sin b हुने भयो। अब b लाई पनि a ले रिप्लेस गर्दियौं, cos a plus a हुने भयो। अब b लाई a ले रिप्लेस गरेर हेरौं त cos a प्रोडक्ट रुलमा भएपछि यो स्क्वायर हुने भइहाल्यो है। यसरी चाहिँ हामीले यो पनि इजिली सँग नै निकाल्न सक्ने भयो। यसैगरी अब हामी टेन्जेन्ट डबल एंगल फर्मुला पनि निकाल्छौं। tan a plus b को फर्मुला भनेको tan a plus tan b by 1 minus tan a प्रोडक्ट tan b हुने भयो। b लाई पनि a ले रिप्लेस गर्दाखेरि tan a plus tan a by 1 minus tan a प्रोडक्ट tan a हुने भयो, जसलाई tan 2a is equal to 2 tan a by 1 minus tan square a हुने भयो। अथवा tan a plus b लाई sin a plus b by cos a plus b गर्थ्यौं भने tan 2a लाई पनि sin 2a by cos 2a पनि गर्न सकिन्छ है। यसैगरी cot a plus b भनेको फर्मुला के हुने भयो त। cot a plus b को फर्मुला cot b प्रोडक्ट cot a minus 1 by cot b plus cot a हुने भयो। लेट a is equal to b गर्यौं। a र b लाई समानुपातिक बनाइदियौं, समानुपात बनाइदियौं है a is equal to b गरेर। अनि अब मैले भनिहाले b लाई a पनि बनाउन मिल्यो अथवा a लाई b पनि बनाउन मिल्यो, तर फर्मुलामा धेरै युज हुने भएको a नै हो। यसरी हामीले निकाल्यौं हैन। फर मोर डिटेल एपिसोड स्टे कनेक्टेड। हामी अझै फर्मुलाहरुको लिएर आउने छौं र सोलुसन